गाइज वेलकम टु माई च्यानल। तपाईँहरू कस्तो हुनुहुन्छ? बाहिर बसेर एकदम गर्मी लगाइरहेको थियो क्या, अनि चिसो पिउन मन लागेर होइन सुई आएर यहाँ पेप्सी मेसिन देखिरहेको क्या भित्र डाइनिङ हलमा। अब पेप्सी मेसिन देखेपछि अब पिउनु मात्र त भएन, अब तपाईँहरूलाई पनि देखाउनु पऱ्यो कसरी काम गर्छ यो पेप्सी मेसिनले होइन। यो माथि हेर्नुमा यसको टप टु बटन म तपाईँहरूलाई देखाउन गइरहेको छु। यो माथि चाहिँ आइस हो, नेपालीमा चाहिँ बरफ भन्छ होइन। आइस हजुरलाई थाहा हुँदैछ होइन। यो 4वटा आइटम छ, तर यहाँ यो मेसिन बिग्रिएको छ क्या, त्यही भएर एक्स लेखेको छ। यसमा चाहिँ इक्विपमेन्ट छैन, त्यही भएर एक्स लेखिरहेको छ। अनि यो राइटमा पनि त्यो 4वटा छ, दुईवटा आइटम छैन, त्यही भएर एक्स लेखिरहेको छ क्या। अनि यो सेन्टरमा चाहिँ होइन, मैले यहाँ हात राखिरहेको छु नि, त्यहाँदेखि चाहिँ आइस आउँछ। अनि यो पेप्सी सेप्सी भयो। मलाई चाहिँ अहिले मिरिन्डा, थोरै मिरिन्डा खान मन लाग्यो। ल मिरिन्डा आयो होइन। अब नेपालीहरू त खाने त हुने होइन, अरूले चाहिँ पिउने हो भन्छ, त्यही हो। अब यसको तल चाहिँ देखाउँथ्यो, यो आइस टी भयो है, आइस टी लिप्टन टीहरू खानुपर्ने भयो। यसको तल चाहिँ के हुन्छ भन्दा चाहिँ यो पानीदेखि चल्ने हो होइन, पानी र बिजुली। पानी छ यो चाहिँ उतादेखि युज भएको पानी तल आइरहेको। अनि फर्स्टमा चाहिँ अनि यहाँ चाहिँ 2वटा जार छ क्या, 2वटा जार, नो 2वटा जार छ होइन। अनि यो चाहिँ माथिको चाहिँ चियापत्ती क्या, 2वटा चाहिँ चियापत्ती भयो, तलको चाहिँ ड्युको पाउडर, पेप्सीको पाउडर होइन। अनि तलको मिरिन्डाको पाउडर छ, अनि यता चाहिँ 7-अपको पाउडर। यो चाहिँ सिलिन्डर भयो। यति नै हो। थ्याङ्क यू सो मच फर वाचिङ मी।